जसका पनि दाँत पहेँला छन् र मुखबाट धेरै गन्दा स्मेल आउँछ भने आज म उनलाई एकदमै बेस्ट तरिका भन्ने छु, जसले गर्दा लाइफमा कहिले पनि यो समस्या हुने छैन। हेर्नुहोस्, गर्नु धेरै केही छैन। आधा चम्चा नुन, आधा चम्चा हँदेलो र आधा काटेको कागती र आधा चम्मच कोलगेटको पेस्ट मिलाएर दाँत माझ्नुहोस्। तपाईका दाँत मोती जस्तै चम्कने छन् र लाइफमा कहिले पनि गन्दा स्मेल आउने छैन। हेरौँ त यो दाजुले भनेको जस्तो हुन्छ कि हुँदैन। म पनि दाँत मोल्ने ट्राई गर्छु, किनभने मेरो दाँत अलिक पहिलो पहिलो छ। मैले एउटा बोटुका लिएँ, त्यसमा म नमक हालेँ अलिकति आधा चम्ची, अन्त मैले यसमा हल्दी मिक्स गरेँ आधा चम्ची भन्दा पनि 1 चम्ची सानो चम्मचको। अन्त अब म यसमा निम्बु एड गर्न गइरहेको छु। आधा काटेको निम्बु यसमा मैले मजाले निचोरेर हालिदिएँ। अन्त अब कोलगेट म यसमा मिक्स गर्न गइरहेको छु दाजुले भनेको जस्तै। यसमा मैले कोलगेट मजाले निचोरेर हालेँ, अलिकति कम हेर्नु सक्नुहुन्छ। अब यसलाई म मिक्स गर्न गइरहेको छु। मजाले यसलाई मिक्स गरेर हेरौँ है त कस्तो हुँदो रहेछ। दाजुले भनेको एकदम ठिक हुन्छ कि मेरो दाँत अलिक पहिलो पहिलो छ, सास चाहिँ गनाउँदैन तर दाँत चाहिँ पहिलो भएको कारणले म यो आजमाइरहेको छु होइन। अब यसलाई मैले मजाले घोलेँ होइन। अब घोले यस्तो भयो पेस्ट। अब हेर्नुहोस्, ट्राई गर्दैछु है। स्मेल त यसको हल्दीले गर्दा होला कस्तो आयो हो। गइरहेको छु, हेर्नुहोस् अमिलो तितो के को टेस्ट आयो। तर पनि मैले मजाले भित्र बाहिर गरेर मजाले यसलाई मोलेँ। यसको रिजल्ट चाहिँ म के भन्न चाहन्छु, एकैचोटिमा चाहिँ एकदम नहुने रहेछ, तर एकपल्टमा हल्का रिजल्ट चाहिँ राम्रै आयो। 2-3 पल्ट मोल्यो भने चाहिँ मजाको हुने रहेछ।